कतिजना चाहिँ भन्नुहुन्छ कि मेरो दिदी छैन मेरो बहिनी छैन होइन। अस्ति उति कमेन्टहरू दिन देख्दै थिएँ कि मेरो दिदी छैन मेरो बहिनी छैन भन्दै। दिदी बहिनी हुनुको फाइदा र बेफाइदा देख्न सक्नुहुन्छ है। एउटा बेफाइदा भनेको चाहिँ यही भइगयो गाइस होइन। पुरा मस्तसँगले हिजो गेम खेल्दै बसिरहेको थिएँ आएर दल्दी चाहिँ फेरि नम्पाले चिसो चिसो हुन्छ भरे नङभरि यस्तो नम्पास दल्दैछ। म चाहिँ के गर्नु अब। यो बिलेटले आधी घन्टा भइसक्यो भर्खर एउटा लगाइदिएँ। अनि नेल पोलिस पुस्ने नि एउटा के हुँदो रहेछ नि त केमिकल गाइस हो त माएको मसँग त भन्दै खित्ती हाँस्दै रहेछ क्या अलि छुटेन। अब दिनभरि यही त पुस्दै काट्दै बस्नु होला नि। अब अलिअलि पो लाग्दैन कि केटीको जस्तो खुट्टा छ भन्छन् गाइस। कमेन्ट गर्नु होला है त केटीको लाग्छ कि केटाको जस्तो लाग्छ। केटै हो नि केटी खुट्टा हेर्दा मात्र केटीको जस्तो लाग्छ अरे त्यस्तै भन्दै हुन्छ सबैजनाले। सो म चाहिँ झापामा छु आज। भोलि चाहिँ लाग्दैन हो घरतिर नि मम्मी एक्लै हुनुहुन्छ। अलि आधी घन्टा पछाडि सफा भएको छ अलिअलि खाल्टाखुल्टी त बसिहाल्छ होइन। सो त्यही हो लाइक कमेन्ट गर्नु होला मन परे। आजको मिनी भ्लग यति नै।